हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी कालिम्पोङ घुम्नको लागि आएको। हामी चाहिँ यस्तो बाटोमा हिँडिरहेछौँ। हामी चाहिँ आज फाइनली केबल कारमा चाहिँ नगएको, अगाडि हुनुहुन्छ। हाम्रो ग्रुप चाहिँ पछाडि। कमल दाइ, कस्तो लागिरहेछ तपाईँलाई? हेलो, बोल्नलाई खालि हामी उकालो छोडेर आगमाकोमा जाँदैछौँ। साथीभाइसँग आउनाले गर्दाखेरि बाटो जस्तो भयो नि, एकदम धेरै रमाइलो अनुभव भइरहेको छ। हो त यार, रमाइलो चाहिँ होइन, एकदमै फाइनली एकदम रमाइलो लागिरहेछ होइन। आज आउँदाखेरि चाहिँ हामी चाहिँ हिजो बेलुका 10 बजे काठमाडौँबाट निक्लेको थियौँ। अनि बिच बाटोमा आएर बास बसियो। अनि बिहान 6 बजे उठेर हिँड्दाखेरि चाहिँ ठ्याक्कै अहिले 10 बजेतिरै आइपुग्यो यहाँनिर। आधी घन्टाको उकालोपछि उकालो त अझै आएकै छैन जस्तो छ, ठिक ठिकै छ जस्तो छ। र अब चाहिँ हाम्रो टोलीहरू वहाँनिर होइन पुरै ग्रुप भएर बसिरहेछ। यतिको उकालो त, तर हामीलाई त बाटो मान्छेलाई गाह्रो छ होइन। अब उतैतिर बसेको भए त बानी हुन्थ्यो त होइन। म चाहिँ लगभग 9-10 वर्षै भयो क्या यसरी नहिँडेको नै। नत्र त भनेर हामी गाउँसँग कालिम्पोङको बजार हो यो चाहिँ। होइन, सकिन्छ, सक्नै पर्यो। हाम्रो यो चाहिँ तोर्पे भाइ हो। चढ्न पाइन्छ यो होइन, उकालो गयो चढ्न मिल्दैन। के छ पारा कस्तो लागिरहेछ? राम्रो छ यो ठाउँमा, हजुरहरू पनि आउनुहोस्। केबल कार रोक्नु न, यहाँबाट चढेर यो ठाउँको रमाइलो केबल कार हातेर रोक्नुपर्छ। तपाईँ भन्नु न त यार। यो दोस्त हाम्रो चलाले रे। चढ्नु भने पोको चढ्नु, टोल काम जानु चढेर। ल, कसलाई चढ्नु मन छ उता यहाँनिरबाट चढाउन भन्दैछ। यो पोलमा चढ्यो हुन्छ पोलबाट चढेर चढ्नु, अनि सिधै झुन्डे हुन्छ। होइन, बिस्तारै बिस्तारै हिँडौँ न, ज्यान पनि यसो एक्सर्साइज पनि हुन्छ। भाइ के छ त बिचार, त्यो पोलबाट चढ्छौ त केबल कारमा रोक्न लागेको चोक बजार चाहिँ होइन एकदम बबालाई लाग्यो होइन। लाग्ने हो। किन म त्यहीँबाट चढ्यो हो न, मलाई थाहा छ नि त हजुर। यहाँबाट चढेपछि पनि फेरि 50% डिस्काउन्ट हो र। चार तलाको घर बनाउने रे अब काठमाडौँमा, त्यही भएर ढुङ्गाको घर यहाँ बनाइरहेछ। तारा यार, म पनि बनाउँछु त्यसो भयो होइन। 7 तलाको बनाउँछु। यस्तो बनाउनु पर्छ अरे नि त। यस्तो गऱ्यो भने चाहिँ के हुन्छ कमल दाइ? कमल दाइ, मेरै घर बन्छ। मेरो घर बनोस् होइन। त्यस्तो भयो भने के हुन्छ भने तपाईँले एक तला अर्को घर किनेर अनि तपाईँले थप्नुपर्छ।
थकाइ त बाबालाई लागिरहेछ नि त यार गर्मी आइरहेछ कालो कालो यति छ कि होइन उफ माथि डाँडो चढ्नुपर्छ होइन गाइज एकदम रमाइलो फिल भइरहेछ आज चाहिँ बोल्न सकिरहेको केही छैन कालिम्चोकको बजार यस्तो दामी छ नि होइन हुस्से लागेको छ काठमाडौँतिर चाहिँ गर्मी पुरै छ होइन बर्खा लागे जस्तो छैन तर यहाँ चाहिँ एकदम दामी बबाल लागिराखेको कि हुस्से पनि यस्तो दामी लागेको मौसम पनि दामी हिँड्न पनि एकदम बबाल मजा भइरहेको छ भिडियो चाहिँ कट हुन्छ होइन पुरै हुँदैन मन्दिरको हल्का फल्का ल्याउने कोसिस गर्छु दाइ यार अहिले त हिँड्नलाई त मनै स्यास्या भयो नि त अनि मैले चढाउनको लागि किनेको यहाँ चाहिँ बत्तीहरू अनि नरिवलहरू धागाहरू होइन सबै छ सबै फ्यामिलीको नाममा चढाउनको लागि अनि यो चाहिँ पानी खानको लागि बोकेको अनि यहाँ चाहिँ भन्दो रहेछ हो यहाँको जलहरू लगेर गयो भनेदेखि राम्रो हुन्छ भनेर अनि त्यसको नि लागि काममा आउँछ नत्र पानी सकेर अघि नै फालिदिइसकिन्थेँ म सबजना थाक्यो होइन थाके छैन कालिम्चोक यसो यो गरममा भएर यसो दर्शन गर यता पछाडि आउनु यतापट्टि आउनु यता होइन कहाँ के हो यो भिडियो चाहिँ होइन त्यो खल्तीमा हाल्न भाइ आउने छ खल्तीमा हाल्नु फेरि ल लास्टै गर्मी भइरहेछ उकालोमा यहाँ पनि होइन कमललाई के भन्नु छ अरू हामीलाई बाटो देखाउने गुरुले चाहिँ यस आज कहाँ के हो गुरुको जय होस् रमाइलो चाहिँ बबाल रमाइलो भएको छ गुरुको जय होस् होइन नाली गुराँस फुटिरहेको छ के उहाँबाट फुल टिपेर जाऊँ न हामी थपेर जय महाकाली बुढो बुढो अरे बुढो भन्दै तर दाएको छैन कि बुढो बुढो अरे होइन अनि अहिले पछाडि हिँड्छ अहिले कुद्छ उकालो ठाडै वा क्या दामी होइन यो चाहिँ लाली गुराँसहरू सब पाउने रहेछ होइन तर फुलिसक्यो हो लाली गुराँस हो यार त्यसैको बोट हो क्या हामी यसैको बोट भएको ठाउँमा हुर्केको अनि थाहा हुन्न
हाम्रोतिर चाहिँ यसलाई लाली गुराँस भन्छ होइन हजुरहरूकोतिर तपाईँहरूकोतिर चाहिँ के भन्छ यसलाई कमेन्टमा बताइदिनु होला प्रभु यति राम्रो ठाउँ हेरेर हिँड्नु पाउनु सौभाग्य यार दाइ साँच्चै हो मलाई नि होइन बिहानसम्म चाहिँ झ्याउ नै लागिरहेको थियो होइन जब यहाँ आयो नि जब यहाँ आइसकेपछि चाहिँ एकदम रमाइलो फिल भयो क्या दाइ कसम नत्र अघि तलसम्म चाहिँ होइन धेरै हिँड्नु पर्दैन तपाईँ यो देखेको डाँडा काट्नु न अघि तलसम्म चाहिँ बेकार हिँडेको जस्तै लागिरहेको थियो क्या मलाई अल्छी लागिरहेको थियो अहिले जब तल चढ्न थाल्यो हेर्नु त अनि एकदम दामी लागिरहेको कस्तो अचम्म यार आकाश हामीभन्दा तल लागिरहेको छ नि त हो भनेको यार के हो यार दाइ अझै यो डाँडा माथि डाँडामै पुग्ने हो हामी डाँडै पर्छ कि ओह्रालो झर्नुपर्छ ओह्रालो हो यो डाँडा चढेपछि ओह्रालो होइन उफ त्यसलाई सबको लोदा छ जो अगाडि बढ्यो त्यसले पुण्य कमायो पुण्य गर्यो तर हिँड्दा चाहिँ रमाइलो लागिरहेछ त्यो बाघखोर पनि छ होइन यता है यस्तो दामी भ्यू आएको छ नि हिँड्नलाई नि बस्ने ठाउँमा छ रेस गर्ने ठाउँ रेस गर्दै गर्दै एउटा पार्टी उहाँ हिँडिरहेछ आमा तँ दाइ त उहाँ माथि पुगिसकेको मान्नुपर्छ त यार भन न उसलाई त मजा भइरह होला क्या मन्दिरमा कालिम्पोङ मन्दिर आयो फाइनली गाई छैन पनि दर्शन पार्टी हो कि बोका हजुर बोका मिल्दैन
ल फाइनली पूजा सक्यो होइन हाम्रो सक्यो हजुर सक्यो अब सिधै गएर अब भात खाने भात खाने